जीवनका धेरै कथाहरू स्पष्ट हुँदैन। केही घटनाहरू यस्ता हुन्छन् जसको सत्य कहिले पूर्ण रूपमा थाहा पाइँदैन। हामी सम्झनाहरूको ठुमिल गल्लीमा हिँडिरहन्छौँ र बारम्बार आफैले सोध्छौँ, वास्तवमा के भएको थियो र? तर उत्तर सधैँ प्राप्त हुँदैन। त्यति बेला मनले एउटा शब्दलाई समातेर बस्छ, हुनसक्छ तिमी कुनै दिन मेरो ढोकासम्म आएको थियो र म थकित जीवनको बोझ बोकेर गहिरो निद्रामा थिएँ। हुनसक्छ तिमीले मेरो नाम लिएर बोलाएको थियो, तर म आफ्नो सपनाको संसारमा हराएको थिएँ। हुनसक्छ हाम्रो भेट सम्भव थियो, तर समयले हामीलाई फरक बाटोमा डोरायो। अनि हुनसक्छ हामीले एक अर्कोलाई बुझ्ने अवसर नै पाएनौँ। संसार आफैमा यस्तै रहस्यले भरिएको छ, जहाँ वस्तुहरू स्पष्ट पनि देखिन्छ र अस्पष्ट पनि। सत्य र भ्रम एक अर्कोमा मिसिन्छ। हामीले देखेको सबै सत्य नहुन सक्छ र नदेखिएको सबै असत्य पनि नहुन सक्छ। सायद जीवनको सुन्दरता नै यही अनिश्चिततामा छ। प्रत्येक प्रश्नको उत्तर आवश्यक हुँदैन। केही सम्झनाहरू, केही सम्बन्धहरू र केही अधुरा कथाहरू हुन सक्छ भन्ने सम्भावना नै बाँचिरहनु नै उचित हुन्छ, किनकि यहाँ जे पनि हुन सक्छ। भेट पनि, बिछोड पनि, प्रेम पनि, भ्रम पनि, र यी सम्भावनाले जीवनलाई रहस्यमय, गहिरो र सुन्दर बनाइरहेको हुन्छ।